यो भिडियो सडक विभाग सम्भार महाशाखाद्वारा एजुकेशनल पर्पजको लागि निर्माण गरिएको हो। सर्फेस ड्रेसिङ हो सडकको सतहलाई दिगो बनाउन गरिने सर्फेस ड्रेसिङ सामान्य, अत्यन्तै प्रभावकारी तथा कम खर्चिलो सडक सर्फेस ट्रिटमेन्ट प्रक्रिया हो। आजको भिडियोमा हामी यस प्रक्रियाका मुख्य चरणहरू बुझ्नेछौँ, जसमा कार्य गर्नुअघि गरिने डिजाइन, प्रयोग हुने सामग्रीहरूको ल्याब परीक्षण, इक्विपमेन्टहरूको क्यालिब्रेसन, कार्य पद्धति, क्वालिटी एस्युरेन्स र क्वालिटी कन्ट्रोल समावेश हुनेछ। सर्फेस ड्रेसिङका लागि एग्रिगेट र बिटुमिनहरूमा निम्न परीक्षणहरू: स्ट्यान्डर्ड स्पेसिफिकेसन फर रोड एन्ड ब्रिज 2073, सेकेन्ड अमिटमेन्ट 2078 अनुसार गरिनुपर्नेछ। सबैभन्दा पहिले प्रयोग गर्ने सामग्रीहरूको क्वालिटी एस्युरेन्स गर्न ल्याब परीक्षण गरिन्छ। सुरुमा एग्रिगेटहरूमा परीक्षण गरिन्छ, जसको सुरुवात सेभ एनालाइसिसबाट गरिन्छ ताकि पार्टिकल साइज डिस्ट्रिब्युसन निर्धारण गर्न सकियोस्। त्यसपछि एग्रिगेटको क्वालिटी र सुइटेबिलिटी मूल्याङ्कन गर्न लस एन्जलस एभर्सन टेस्ट, इम्प्याक्ट भ्यालु टेस्ट, कम्बाइन्ड फ्ल्याकिनेस एन्ड इलोङ्गेसन इन्डेक्स टेस्ट, वाटर एब्जर्प्सन टेस्ट जस्ता अन्य टेस्टहरू गरिन्छ। सो अनुसार रिपोर्ट तयार पारिन्छ। यो एग्रिगेट ल्याब टेस्ट रिपोर्ट हो। एग्रिगेटको कम्बाइन्ड फ्ल्याकिनेस एन्ड इलोङ्गेसन इन्डेक्स म्याक्सिमम 35% भन्दा बढी हुनु हुँदैन। एग्रिगेट इम्प्याक्ट भ्यालु म्याक्सिमम 35% भन्दा बढी हुनु हुँदैन। लस एन्जलस एभर्सन म्याक्सिमम 27% भन्दा बढी हुनु हुँदैन र वाटर एब्जर्प्सन म्याक्सिमम 1% भन्दा बढी हुनु हुँदैन। बिटुमिनको विस्कोसिटी ग्रेड सिलेक्सन सडकको लोवेस्ट डेली मिन एयर टेम्परेचर र हाइएस्ट डेली मिन एयर टेम्परेचरमा भर पर्दछ। टेबलमा देखाए अनुसार लोएस्ट डेली मिन एयर टेम्परेचर -10 डिग्री सेन्टिग्रेड भन्दा कम र हाइएस्ट डेली मिन एयर टेम्परेचर 20 डिग्री भन्दा कम वा 20 देखि 30 डिग्री सेन्टिग्रेड भएमा VG10 युज गर्ने र हाइएस्ट डेली मिन एयर टेम्परेचर 30 डिग्री भन्दा बढी भएमा VG20 युज गर्ने। त्यस्तै लोएस्ट डेली मिन एयर टेम्परेचर -10 डिग्री टेम्परेचर भन्दा बढी र हाइएस्ट डेली मिन एयर टेम्परेचर 20 डिग्री सेन्टिग्रेड भन्दा कम भएमा VG10 युज गर्ने। 20 देखि 30 डिग्री सेन्टिग्रेड भएमा VG20 युज गर्ने र 30 डिग्री सेन्टिग्रेड भन्दा बढी भएमा VG30 युज गर्ने। यस प्रोजेक्टका लागि हाइएस्ट डेली मिन एयर टेम्परेचर 30 डिग्री सेल्सियस भन्दा बढी र लोएस्ट डेली मिन एयर टेम्परेचर -10 डिग्री सेल्सियस भन्दा बढी भएकाले VG30 ग्रेड बिटुमिन आवश्यक हुन्छ। VG30 को आवश्यक टेस्ट स्ट्यान्डर्ड स्पेसिफिकेसनमा दिइएको छ। निर्देशिका अनुसार बिटुमिनका लागि आवश्यक टेस्टहरू पेनिट्रेसन टेस्ट, एब्सोल्युट विस्कोसिटी टेस्ट, काइनेमेटिक विस्कोसिटी टेस्ट, फ्ल्याश पोइन्ट टेस्ट, सोल्युबिलिटी टेस्ट, सब्सटेनिङ पोइन्ट टेस्ट, विस्कोसिटी रेसियो एट 25 डिग्री सेल्सियस, डक्टिलिटी एट 25 डिग्री सेल्सियस समावेश छन् र सो अनुसार रिपोर्ट तयार पारिन्छ। प्रयोगशालामा मापदण्ड अनुसार परीक्षण गरिन्छ भने कार्यस्थलमा सामग्रीहरूको जाँच गरिन्छ। यो बिटुमिनको ल्याब टेस्ट रिपोर्ट हो। सर्फेस ड्रेसिङको डिजाइन प्रक्रिया ओभरसिज रोड नोट 3 मा उल्लेख गरिएको छ। डिजाइनमा बिटुमिनको बेसिक स्प्रे रेट निर्धारण गर्न रोड सर्फेस, ट्राफिक, क्लाइमेट र एग्रिगेटको सेप अनुसार वेटिङ फ्याक्टरको भ्यालु प्रयोग गरिन्छ। ओभरसिज रोड नोट 3 अनुसार ट्राफिक नम्बर अफ अल भेहिकल पर लेन पर डे मिडियम टु हेभी भएकाले वेटिङ फ्याक्टर 1, क्लाइमेट कन्डिसन टेम्परेट भएकाले वेटिङ फ्याक्टर 0, एक्जिस्टिङ सर्फेस भेरी लिन बिटुमिनस भएकाले वेटिङ फ्याक्टर 4, टाइप अफ चिपिङ राउन्ड डस्टी भएकाले वेटिङ फ्याक्टर 2 प्रयोग गरिएको छ। एग्रिगेटको फ्लेकिनेस इन्डेक्स 18.21%, मिडियम साइज 10.79 mm भएकाले ओभरसिज रोड नोट 3 मा दिएको मोनोग्राफ प्रयोग गरी एभरेज लिस्ट डाइमेन्सन 8.1 mm आयो। वेटिङ फ्याक्टर र ALD प्रयोग गरी रोड नोट 3 अनुसार बिटुमिनको बेसिक स्प्रे रेट 1.0083 kg पर मिटर स्क्वायर निर्धारण गरियो। यो रेट MC3000 बिटुमिनको लागि हो। यसलाई VG30 को लागि मोडिफाई गर्दा बेसिक स्प्रे रेटलाई 0.9 ले गुणन गरी डिजाइन स्प्रे रेट अफ VG30 0.9795 kg पर मिटर स्क्वायर अर्थात् 0.96 लिटर पर मिटर स्क्वायर निर्धारण गरियो। एग्रिगेटको स्प्रे रेट ल्याबमा निर्धारण गरिन्छ। ल्याबमा 1 मिटर बाइ 1 मिटरको 3 वटा बक्स बनाइन्छ। ती बक्सहरूमाथि टेस्ट गरिएका एग्रिगेट एक अर्कोमाथि ओभरल्याप नहुने गरी फिजाइन्छ। त्यसपछि 3 वटा बक्समा भएका एग्रिगेटलाई छुट्टै छुट्टै वेट लिइन्छ। ती वेटहरूको एभरेज नै एग्रिगेटको स्प्रे रेट इन केजी पर मिटर स्क्वायर हुन्छ। डिस्ट्रिब्युटरको स्पिड निर्धारण गर्न पहिला डिस्ट्रिब्युटरबाट हुने टोटल डिस्चार्ज पर युनिट टाइम निर्धारण गरिन्छ। डिजाइन स्प्रे रेट अफ बिटुमिन, रेट अफ
डेलिभरी अफ बिटुमिन फ्रम द डिस्ट्रिब्युटर र स्प्रेड विथ प्रयोग गरी डिस्ट्रिब्युटरको आवश्यक स्पिड निर्धारण गरिन्छ। डिस्ट्रिब्युटरको रेट अफ डेलिभरी 5.95 kg पर मिनेट बार विथ 3.70 मिटर, स्पिड फ्याक्टर 1.92 प्रयोग गरी डिजाइन स्प्रे रेटको लागि डिस्ट्रिब्युटरको आवश्यक स्पिड 5 km पर आवर निर्धारण गरियो। पेश गरिएको यो प्रतिवेदन बिटुमिन डिस्ट्रिब्युटरको स्प्रे दरको डिजाइन र क्यालिब्रेसन कार्य सम्बन्धित हो। क्यालिब्रेसन पछि डिस्ट्रिब्युटरमा बिटुमिनको प्रारम्भिक मात्रालाई जाँच गर्न प्रारम्भिक डिप चेक गरिन्छ। काम पूरा भएपछि बिटुमिनको खपत मापन गर्न अन्तिम डिप रिडिङ लिइन्छ। प्रारम्भिक डिप रिडिङ र अन्तिम डिप रिडिङको अन्तरबाट खपत भएको बिटुमिनको मात्रा थाहा पाउन सकिन्छ। सबै उपकरणहरू आवश्यक मापदण्ड अनुसार सेट गरिन्छ र प्रत्येक दिनको सुरुवातमा उपकरणको पुनः जाँच गरिन्छ। काम सुरु गर्न अघि सबै उपकरणहरू राम्रो अवस्थामा छन् कि छैनन् भन्ने सुनिश्चित गर्न अत्यावश्यक हुन्छ। बिटुमिन स्प्रे गर्नु अगाडि सडक सतहको तापक्रम नापिन्छ। तापक्रम 15 डिग्री सेल्सियस भन्दा बढी हुनु पर्दछ। त्यसरी नै बिटुमिनको पनि तापक्रम नापिन्छ। उक्त तापक्रम 140 देखि 170 डिग्री सेल्सियस हुनु पर्दछ। सर्फेस ड्रेसिङको प्रक्रिया सुरु गर्नु अघि सडक सतहलाई सफा गरी सुक्खा बनाइन्छ। बिटुमिन स्प्रे अघि चिप्स र चिप्स स्प्रेडर पूर्ण रूपमा तयार हुनु अनिवार्य हुन्छ। गिट्टी धोएकोमा राख्ने। यदि एग्रिगेटको सतह धुलो, माटो तथा अन्य सूक्ष्म कणहरू टाँसिएको भए त्यसले एग्रिगेट सर्फेसमा बिटुमिन कोटिङ राम्ररी हुन दिँदैन र त्यसले एग्रिगेट र बिटुमिन बीचको बोन्डिङलाई असर गर्दछ। तसर्थ एग्रिगेट युज गर्नुभन्दा अगाडि उचित रूपमा धुनु पर्दछ। त्यसपश्चात डिजाइन स्प्रे रेटमा बिटुमिन डिस्ट्रिब्युटरद्वारा बिटुमिन स्प्रे गरिन्छ। ट्रेड टेस्ट र प्रारम्भिक तथा अन्तिम डिप परीक्षण मार्फत स्प्रे रेट र वितरणको एकरूपता सुनिश्चित गरिन्छ। बिटुमिन डिस्ट्रिब्युटरको गति अत्यन्तै महत्त्वपूर्ण हुन्छ। बिटुमिन स्प्रे रेटलाई नियन्त्रण गर्दछ। हरेक विवरण फिल्ड बुकमा अभिलेख गरिन्छ। बिटुमिन स्प्रे गरेपछि तुरुन्त एग्रिगेट छर्नु पर्दछ र एग्रिगेटहरू छर्ने बित्तिकै रोलिङ गरिहाल्नु पर्छ। यदि चिप स्प्रेडर बन्द छ वा टिप्परमा गिटी छैन भने बिटुमिन स्प्रे तुरुन्तै रोक्नु पर्दछ। न्युमेटिक टायर रोलरको व्हील लोड 1000 देखि 2000 kg हुन्छ। रोलरको स्पिड 8 देखि 10 किलोमिटर पर आवर हुन्छ। सर्फेस ड्रेसिङ गरेको सतह सम्पूर्ण सतहमा कम्तीमा रोलरले 6 पास गर्नुपर्दछ। सम्पूर्ण एग्रिगेट मजबुतीका साथ नथितिन्जेलसम्म रोलर चलाइराख्नु पर्दछ। प्रत्येक पासले अघिल्लो पाससँग कम्तीमा रोलरको आधा चौडाइसम्म ओभरल्याप गर्नुपर्नेछ। जुन ठाउँमा डिस्ट्रिब्युटरको जोडिने अर्को पास आवश्यक हुन्छ त्यहाँ 15 देखि 20 सेन्टीको स्ट्रिपमा कुनै एग्रिगेट हाल्न हुँदैन ताकि डिस्ट्रिब्युटरको अर्को पासमा ओभरल्याप गर्न सकियोस्। भर्खरै सर्फेस ड्रेसिङ गरिएको सडकमा सवारीको गति कम गर्न, एग्रिगेट उछिटिने रोक्न अस्थायी ट्राफिक रेस्ट्रिक्सन साइन, ब्यारियर र स्पिड रेस्ट्रिक्सन साइन राखिन्छ। सर्फेस ड्रेसिङ गरिएको सतहमा ट्राफिक सञ्चालन गर्न रोलिङ गरेको कम्तीमा 30 मिनेटपछि मात्र अनुमति दिनुपर्छ र गाडीको स्पिड 30 km पर आवर भन्दा तल हुनुपर्दछ। काम सम्पन्न भएपछि आफ्टर केयर अत्यन्तै महत्त्वपूर्ण छ। सतहमा अतिरिक्त गिटी 24 देखि 48 घण्टाभित्र सफा गरिनुपर्छ। यो सफाई प्राय चिसो बिहानीमा गरिनुपर्छ ताकि बिटुमिन नरम नहोस्। सर्फेस ड्रेसिङ कार्यमा केही त्रुटिहरू देखिनु सामान्य कुरा हो। यस्ता त्रुटिहरूको पहिचान र समयमै सुधार गर्नु अत्यन्त आवश्यक हुन्छ। सर्फेस ड्रेसिङले सडकको आयु बढाउनुका साथै गाडीलाई राम्रो ग्रिप प्रदान गर्दछ। यस प्रक्रियालाई सही तरिकाले लागू गर्दा सडक दिगो र सुरक्षित रहन्छ। यस भिडियोमा हामीले सर्फेस ड्रेसिङ वर्क्सको कन्स्ट्रक्सन प्रोसिजर र निर्माण गर्दा ध्यान दिनुपर्ने विषयहरू जस्तै सिलेक्सन अफ बिटुमिन, सिलेक्सन अफ एग्रिगेट, सडक सतहको टेम्परेचर, बिटुमिन टेम्परेचर, कटर पर्सेन्टेज, बिटुमिन डिस्ट्रिब्युटरको चेक जाँच, बिटुमिन स्प्रे रेट, बिटुमिन डिस्ट्रिब्युटर, एग्रिगेटर स्प्रेडर र रोलरको तादम्यता, काम सम्पन्न भएपछि गरिनुपर्ने आफ्टर केयरको बारेमा संक्षिप्त जानकारी लियौं।